ल आज हाम्रो घर चाउमिन पार्टी चाहिँ चाउमिन मोमो पार्टी छ आटा मुस्दै हुनुहुन्छ यता भाउजूले मुख लुगाउनु भयो भाइ यहाँ खेल्दैछ दुईटा भाइ यहाँ फेरि के खाएको त्यस्तो भदैले फेरि यहाँ फेरि चिया खाएको फेरि यता यहाँ दाइको कटिङ खतरा रहेछ फेरि एकदम मसिनो बनाउनु भयो खाना मामा युट्युबमा राख्ने हो नि फेरि हेर्नु है अनि मोबाइलबाट हेर्ने हो कि रेडियोबाट हेर्ने हो आज अलिकति फेरि हाम्रो बोय रिल्याक्स गर्नुभयो किमै बनाएन छ कि यार चिकन त पुरा आँखै छ जति सानो उ बनाए उति राम्रो हुन्छ कि टाइट पनि हुन्छ मिठो मोले रहेछ मैले तेल मोलेर झै मानेको के तेल हाल्नु भयो नि ल यहाँ चाहिँ एक सुपो मोमो रेडी भइसक्यो है बाबा पुरा चिकन नछाड्ने के फेरि हिँडेको के भिडियो खास नङ्ग्र मैले भन्दा मिठो बनाउँछ जस्तो धनीले त पिन्छ मजा आयो अब को मसला तोए बराबर कोइला निक्ले मनि फेरि ल यहाँ चाहिँ बुढाबुढी मिलेर है आजको चाउमिन पकाउने काम इज्जत नगरे हाम्रो पनि नाक्निस् न हुन्छ हुन्छ भदैनी फेरि यहाँ ज्ञानी भएर बसेछिन् अब कति वर्षपछि भेट हुने कति वर्षमा फेरि चटपट खाने फेरि चटपट गरे मोमो